वेद भन्छ। यी सबै कुराहरू तपाईँले आज तपाईँको शरीर जीवबाट सबै मैले पखालिदिएको छु। अब भुकले त्यहाँपछि सेरु लाङले त्यसपछि सेरु भन्छ। हात चल्छ निकालिदिन्छु कि तपाईँलाई त्यसैले हातले दिने सक्दो भ्याएन भने खुट्टाले पनि दिने सक्दो भनेर यसरी गर्छ। त्यसैले त्यसरी भएको कुराहरू कति पाप अपराध यी सबै कुराहरू आज सबै पखालिदिए। शान्ति होस्, शान्ति होस्। मान्छेले आँखी चल्दैन त्यसैले आँखी देवको होस् होइन, मानवको होस्, अरू इत्यादिको होस्, भूत प्रेतको पनि आँखी चल्छ अरे, वायु परमाणुको पनि आँखी चल्छ अरे, मसानको पनि आँखी चल्छ अरे। त्यसैले त्यो सबै कुराहरू मैले आज पखालिदिएँ है। असिसी अब हङकङको चिज हो नि त, चाइना देश। त्यसले चाहिँ उसले आजदेखि पापहरू तपाईँको शान्ति होस्। जीव शरीरहरू हाम्रो कृष्ण जीव र तपाईँ दुइटै सबै नानीहरूलाई सम्झेर तपाईँहरूको कोखबाट जन्म सबै राम्रो सफल शुभकामना रहोस्। अब आउने भावी उयोलाई चाहिँ राम्रो सम्बोधन गर्नु त। मैले वचन दिएँ र माङ देउतालाई मैले थाकेँ यहाँ उहाँको शिवधन यात्रा र बुद्धि विचार विवेक राम्रो राम्रोहरू दिनुहोस्। राम्रो राम्रो चाहिँ घुमाइदिनुहोस्। राम्रो राम्रो चाहिँ शुभ सन्देश मैले यो सबै कुरोहरूको लागि यसैले बेथा अनेकौँ खर्बपदे त भइहालिन्छ त एक दिन त। शरीरमा भइ नपरोस्, आइ नपरोस्, शान्ति होस्। त्यसैले तपाईँको देवीको वचन, लक्ष्मीको वचन, सरस्वतीको वचन, विष्णुको वचन तपाईँको सधैँ दिमागमा र तपाईँको आँखमा, तपाईँको मुखारबाट सधैँ यो रहिरहोस् भनेर मैले वाचन गरिदिएको छु। र त्यसैले आजको यो वाचन चाहिँ हाम्रो 3टा मन्त्रहरू हुन्छ। त्यो मन्त्र चाहिँ गोप्यमा राख्ने हो, अरूले सुन्ने किसिमले होइन। जे तपाईँले मलाई थाहा छ त्यो मन्त्र माङ भन्छौँ हामी हाम्रो भाषा। 3टा माङ भनेको माङै हुन्छ। मैले पुजारीलाई सोधिसकेको छु। उपरवाला भन्छ नि, उपरवाला उनै माङ। माङ अर्को ठाउँ खोज्नै पर्दैन। दार्जिलिङमा सोधेको त्यो क्या, अनि मात्रै भन्नु पर्यो। तपाईँ शब्दी हो भनौँ, बिर्सिनु भएको छ भने त्यो क्या। अब नि म पुजारी नानीको र यदि बिचैमा मैले कुरा मात्रै काटेँ मेरो अर्को काममा जानु आँटेर कहाँ हिमलिङ नास्पा हो छैन होइन। अनि यसो सिन्दुर टिका गर्नुपर्ने त्यो भरे हामीले यो जस्तो हामी त्यो यता गरा जकिएमा त्यहाँ गर्नुपर्छ। मङ्गेनाभित्रै हो त्यसो भने मङ्गेनामै सक्ने हो। पोते चेराइनहरू त सिन्दुर मात्रै रहेछ हुन्छ होला है। त्यही भनेको मैले। कसो रातो कि हरियो? गायत्री मन्त्र हो नि हाम्रो। शक्ति
सक्यो। ल आज चाहिँ भाउजूको सब्जी सम्पन्न भयो। तिम्रो त्यहाँ उस सूत्र